ए केटाकेटी आलु भने चाहिँ झ्याङ चाहिँ एउटै आलु चाहिँ लु आधा केजी छ होला है आलु चाहिँ आज हाम्रो आधा किलो आलु खान्छ अझै यहाँ फल्दै रहेछ मसिनो ए आम्मा आधा रहेछ यहाँ आलु ओ ठन्डा हुन्छ अहिले ठन्डा हुन्छ सबै झाड निकालिदिएको त यहाँको त कत्रो कत्रो गर्ने होला भयो बन्द गरिदिउँ ए दुईटा आलु खै फोटो खिच्दिउँ यो खानु न यो बाउ छोरालाई यो बोजू नातिनीलाई र आज ड्याममै एक्लै खाइदिन्छु एक्लै हुँदैन यो सबैजना मसारेको त्यही भएर यत्रो ठुलो बलेको त त्यो छिटो नबनाउनु बाई बाई